हेलो वेलकम सबैजनालाई नयाँ डे नयाँ भ्लगमा हामी सबैजना चाहिँ आज फेरि घुम्न आएको छौँ र क्रिसमसको एकदम राम्रो रमझम छ। यता हाम्रो गाइजहरू ल सबैजना हात ल यहाँ हाम्रो टिमहरू है सबजना है त गाइज आज यसो घुम्न आएको छौँ हामी। मेरी क्रिसमस मेरी क्रिसमस ल हेर्नु हिउँ सरर परिरहेको छ फुरुरु यहाँ हेर्नु मेरो जिउभरि सरर हिउँ परिरहेको छ। अब यस्तोमा हामी घुम्दैछौँ। यहाँ हेर हाम्रो नगर भाइ के छ नि ठिक छ होइन ठिक छ नानी ठिक छ अरे ल ठिक छ हामी ग्रुपै भएर सबजना सेतो चट्ट हिउँ परिरहेछ होइन गाइजमा हामी सबजना फलोमा घुम्दैछु। ल यहाँ हाम्रो दोस्तले यहाँ म्याङ्गै बजाउँदैछ है यहाँ यस्तो खतरा बजाइदिँदैछ है यहाँ ट्राफिक लाइट सरर ओहो के हो यो के छ ठिक छ नि भइरहेछ होइन घुम्न आउँदैछ हामी चाहिँ यता छौँ है त गाइज ल है हेर्नु आज नयाँ ठाउँहरू नयाँ होइन यस्तो दृश्य देखाउने छु हजुरहरूलाई। ल हामी यहाँ सरर घुम्दैछु हिउँ सरर पर्दै चाहिँ दोषहरू सब यहाँ पछाडि लाइनमा होइन रमाइलो हुँदैछ। यहाँ हामी सब घुम्दैछु होइन रमाइलो हिउँ पनि परेको छ। चिसो भएको छैन नि लिला है ओहो चिसो भएको छैन डकावन हो डकावन यहाँ यस्तो कामहरू हुन्छ मान्छेहरू यहाँ हेर्नु यस्तो भएर हिँडिरहेछ होइन काम दिइरहेछ दोषहरू। ल यो क्रिसमसको माहौलमा होइन चट्ट हल्का हिउँ पनि परिरहेछ मान्छे यता रमझम पुरा रमझममा छ। होटेलमा भित्र सट्ट बसेर त्यही मौका पारेर हामी पनि अवलोकन गर्न आइदिएको छु घुम्नलाई होइन के कस्तो माहौल छ भनेर। केटाहरू उहाँ नेपालमा यतिको चिसो हुन्थेन अब यहाँ हेर्नु चिसोमा उहाँ पुरा केटाहरू ओहो ज्यादै चिसो भयो भने युरोपमा यस्तै हो। अब मलाई नि अब टाउकोभरि हिउँनै हिउँ छ फेरि है के गर्नु टोपी नलागिएको दुःख पाइएको छ स्ट्यान्डमा आएको रे कि यस्तोहरू दुःख पाइएको छ। नलाई चिसो भएको छ नि छैन ठिक छ ए ल ठिक छ माइनसमा त हो नि जम्मा माइनस कति छ आज 6 हो कि 7। अब हामीले केही बुझ्दिनँ तिमीहरू जे बोकेर बस्यो नि जे भन्यो नि अब हामी ठिकै छ भन्ने हिँड्ने यस्तै छ होइन स्यालभन्दा खतरा छैन है। हामी चाहिँ यता आइपुगेका छौँ घुम्दै ल चिसो हल्का खतरा ल माहौल यस्तो छ रमाइलो माहौल होइन चिसोमा रमाइलो। ल सानो नानीले पनि चुरोट चाहिँ खाएको छ क्या केही मतलब छैन। ल हेर्नुहोस् यहाँ फुल टक्क बेच्न राखेको छ यहाँ हेर्नुहोस् चस्माहरू अब उतापट्टि हेर्नु पुरा मेला लागिरहेछ रमाइलो एकदम। अब यहाँ ट्राफिक लाइट छ अब यहाँ बत्ती बलिरहेछ त्यहाँ हेर्नुहोस् हरियो बलेपछि कट्न पाइन्छ तर उहाँ कट्दै अब माया छैन न त माया भए इन्क्वायरी हालिदिन्थ्यो त्यही हो। युरोपमा अब हरियो बलेपछि सहर यताबाट जाने उताबाट आउने हुँदै गर्छ अनि यताबाट सहरबाट पर्दैछ रमाइलो। अब उतापट्टि मेला लागिरहेछ हामी मेला घुम्न होइन त ल केटा अब मेला घुम्न आइपुग्यो हो नि त कुन मेला हो युट्युब आउँछ है फेरि ल यहाँ त पावर अफ प्ले गर्न पनि पाइयो है यहाँ हेर्नु ओहो मकै पनि रहेछ है मकै खानेलाई किनेर मकै चाहिँ खानु पर्ने ओहो ल हेर्नु खतरा छ है रमाइलो। ल खतरा रमाइलो है खतरा चट्ट हेर्नुहोस् यस्तो दामी घुमिरहेछ होइन खतरा चट्ट। ल अहिले हामी यहाँ आइपुगेको छु फेरि मेला घुम्नलाई एकदम मेला यो क्रिसमसले गर्दा मेला एकदम चलिरहेछ रमाइलो भइरहेछ साथीहरू बवाल रमाइलो एकदम खतरै भइरहेछ होइन हेर्नुहोस् कस्तो दामी छ यो रोटेपी। यहाँ हाम्रो नेपाली ग्याङ आउँदैछ है नेपाली ग्याङ केटाहरू नेपाली ग्याङ है नेपाली ग्याङ यता नेपाली ग्याङहरू खतरा ल हेर्नुहोस्
बवाल हेर्नु कस्तो हिउँ परिरहेछ सर हेर्नुहोस् नानी लिएर सर घुमिरहेछन् ए यता हाम्रो दोस्तहरू फोटो सेसन हुँदैछ हेन्सम ल है खतरा आउँदैछ बबार होइन यहाँ हेर्नु यस्तो दामी छ दृश्य चाहिँ यता पनि फोटो सेसन हुँदैछ रमाइलो छ हिउँ सरर परिरहेछ हल्का सरर हिउँ परिरहेछ होइन अब घुम्न आएको यस्तो हिउँ परिरहेछ चिसो पनि त्यस्तै छ खतरा चिसो भइरहेछ गाइस होइन रमाइलो पनि छ अब भिडसिड हल्का फल्का अब यतिखेर भर्खर यस्तै छ होइन त्यति खासै छैन र अब यस्तै हो हल्का रमाइलो भइरहेछ यस्तै छ बवाल पाराले चिसो पनि भइरहेछ के गर्नु घुम्न आएको हामी पनि ल हेर्नुहोस् कि दोस्तहरू टक्क फोटो खिच्यो नि ढ्याङ्ग लाएर हाम्रो भाइले यहाँ फोटो खिचिदिँदैछ रमाइलो हिसाबले टक्क दामी ल फोटो खिच्यो को खिच्ने ल यहाँ 2025मा वेलकम सबैजनालाई यहाँ फोटो खिच्दैछ र दोस्तहरूले यहाँ वेलकम छ 2025लाई चाहिँ होइन वेलकम गर्दै चाहिँ फोटो सबले खिच्दैछ पुरै हिउँ परिरहेछ सर परेर रुखको फेद बसिरहेछन् उनीहरू ल खतरा ल यहाँ पुलोदीबाट हाम्रो साथीहरू आइपुगेको रहेछ सोफियामा भेट भयो होइन अभियसली हामी 6-7 महिना भएको यहाँ साथीहरू चाहिँ अब 17-18 महिना भइसक्यो अरे उता हिउँसिउ परेको छैन यता चाहिँ भर्खर अब हिउँसिउ परिरहेको छ यसो भेटघाट पनि भइहाल्यो होइन यसो रमाइलो पनि भयो त्यो खुसी लाग्यो त्यो रमाइलो छ तर योभन्दा चाहिँ रमाइलो ठाउँ चाहिँ पुलोदी भयो अब हामीले पनि भिडियोहरू हेरेको छैन उता चाहिँ जानुपर्ने एक दिन प्लान चाहिँ बनाइरहेको छ छुट्टी छ यही बेला चाहिँ जानुपर्छ क्या हो सबजना रमाइलो छ चाहिँ ल है गाइस अब सब यहाँ फोटो सेसन गरेर बसिसक्यो हामी चाहिँ यस्तो पारामा यस्तै छ